बालेन विरुद्ध साइबर ब्युरोमा उजुरी, तेस्रो लिङ्गी समुदायको कडा दबाव, पुरानो र्यापले नयाँ विवाद चर्कियो। अब बालेनलाई सिधै कल गर्न सकिने। सरकारले अनलाइनबाट ठगी गर्न मिल्ने हजारौं मोबाइल एपहरू बन्द गराएको छ। प्रहरीले तयार पार्यो 1000 गुण्डाको प्रोफाइल। प्रहरीको फाइल ट्र्याकिङ सिस्टम गुण्डा राज अन्त्य गरिदै। ट्राफिक प्रहरीले नेपाल प्रहरीकै भ्यानलाई चिट काटेको छ। काठमाडौँको फुटपाथमा जथाभावी पार्किङ गरिएको नेपाल प्रहरीकै भ्यानलाई ट्राफिक प्रहरीले चिट काटेको हो। प्रधानमन्त्री बालेन्द्र शाहले चाले ऐतिहासिक कदम। प्रधानमन्त्री बालेन्द्र शाहद्वारा सरकारी कार्यालयमा आफ्नो फोटो नराख्न निर्देशन दिएका छन्। हिरासतको कोठा छोडेर हस्पिटलको बेड रोजेका दीपक खड्का अदालतको आदेशपछि डिस्चार्ज। अस्पतालमै जेल वार्ड बनाएर भिआइपीहरूलाई सुविधा निषेध गर्नुपर्ने। गुण्डागर्दी र आपराधिक क्रियाकलापमा संलग्न रहेका व्यक्तिहरूमाथि पनि गृहमन्त्री सुदन गुरुङले कडा एक्सन लिने भएका छन्। कार्य गमन विभागमा कर्मचारीको मनपरी बालेन सरकारले लिँदैछ कडा एक्सन। राजधानीमा गैर कानूनी टिप्पणी लेख्ने कर्मचारीमाथि छानबिन सुरु। फेरि केही दिन भित्रैमा एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ परे भने अनौठो नमाने हुन्छ।